काम पनि के हो कि साथीहरू, हेर्नुहोस् न, मैले त यो भिडियो राख्नै बिर्सेको, कति दिन भइसकेछ। आज पो मोबाइल राम्ररी हेर्छु भन्दा त यो भिडियो राखेकै रहेनछु। झन् विशेष दिनको के। नमस्ते सबैलाई। आज चाहिँ हामी मनाउँदैछौँ गुरु पूर्णिमा। यो चाहिँ विराटनगरमा रहेर पतञ्जलि योग समूहले आयोजना गरेको गुरु पूर्णिमा विशेष कार्यक्रम चाहिँ यो परोपकार अभियान समूहमा गरेका थियौँ। धेरैजना मान्छेहरू, साधक साधिकाहरू अनि गुरुहरू, योग शिक्षकहरू उपस्थित हुनुभएको थियो। विशेष त अब यो दिनलाई गुरुलाई पुज्ने हैन, गुरुलाई सम्झिने, सम्मान गर्नेका रूपमा चिनिन्छ नि त गुरु पूर्णिमा। अनि हाम्रो चाहिँ यो पतञ्जलिको के भन्छ फाउन्डरहरू हैन, जसले योगहरू चिनाउनु भयो, उहाँहरूलाई चाहिँ सम्मान गर्ने कार्यक्रम थियो के। उहाँहरूको सूक्ष्म उपस्थितिको हामीले अनुभूति गर्दै उहाँहरूलाई सम्मान गर्ने चाहिँ कार्यक्रम थियो। त्यसमा साथै अब यो समाजमा पनि दशकौंदेखि समाज सेवा गरेर हैन, योग साधनाका माध्यमबाट मानिसहरूलाई जागरुक गराएर आफ्नो विज्ञता, आफ्नो अनुभव, आफूले जानेका सिकाइहरू सम्पूर्ण समाजमा योगदान पुर्याउनु हुने योग शिक्षकहरूलाई पनि विशेष त सम्मान कार्यक्रम पनि रहेको थियो। अनि गएर हामी बस्यौँ, एकदमै रमाइलो भयो। मेरो चाहिँ पहिलो अनुभव हो, दीप प्रज्वलन भयो। किनभनेदेखि म पतञ्जलिमा जोडिएको चाहिँ धेरै भएको छैन, वर्ष दिन मात्रै भयो। त पहिलो वर्ष चाहिँ गए जस्तो पनि लाग्छ मलाई, खै बिर्सेँ हैन। अनि यो पालि चाहिँ अझ विशेष भयो, हामी टाइममै पुग्यौँ। गुरुको कृपा हाम्रो साथमा रह्यो, अगाडि बस्न पाइयो, सम्पूर्ण हेरियो, अलिअलि स्ट्रेचिङ गरियो, अनि त्यसपछि ध्यान गरियो। अनि अहिले चाहिँ यो अगस्ट 4 मा चाहिँ आचार्य श्री बालकृष्ण जीको चाहिँ गुरुको जन्मदिन हो, अगस्ट 4 मा हो नि त। त्यो भएर यही दिनबाट स्टार्ट गरेर सप्तौं होमादि कार्यक्रम पनि थियो। यही दिनबाट स्टार्ट भएर हरेक सेन्टरहरूमा प्रत्येक दिन 1 हप्तासम्म होम आहुतिको चाहिँ यो कार्यक्रम रहेको थियो हैन। अनि गुरुहरूको सम्मानको लागि हामीले सबै थोक गरिसक्नुभयो उहाँहरूले। हामी त बस्ने र आफ्नो ध्यानहरू गर्ने मात्र थियो काम। सबैले अलिअलि भिडियोहरू पनि बनाउँदै हुनुहुन्थ्यो। अनि 100 कतिचोटि भने 8 चोटि भन्दा मोर देन 108 टाइम्स के हामीले चाहिँ यो गायत्री मन्त्र जप गर्दै स्वाहा आहुति गऱ्यौँ। हामी गुरुले गर्नुभयो, हामीले पनि सँगसँगै गऱ्यौँ। एकदमै आनन्द के। योग भनेको के हो त भन्दाखेरि अब लाग्न सक्छ सबैलाई सामान्य, तर यसले धेरै परिवर्तन ल्याउँछ क्या हाम्रो शरीरलाई, हाम्रो मानसिक स्थितिलाई, सबै थोकलाई। योग भनेको शरीरलाई तन्काउने एक्सर्साइज मात्र नभएर परम्परागत रूपमा योगले शरीरलाई श्वास, मन र चेतना बीचको समन्वयलाई चाहिँ बुझाउँछ हैन। योगका प्रमुख अभ्यासहरू चाहिँ आसन, प्राणायाम, ध्यान र विश्राम हुन्, जसमध्ये यो पतञ्जलि योग समूहबाट चाहिँ विशेष प्याकेजै छ के। हुन त आफ्नो छुट्टै सङ्घ संस्थाबाट योग साधना, मेडिटेसन गराउने छुट्टै अब प्रक्रियाहरू होलान्। यसरी हामीले चाहिँ गुरुका चरणमा गएर यसरी फुल गुच्छाहरू अर्पण गर्दै नमन गऱ्यौँ हैन। जे भयो नि अहिलेको समयमा हामीलाई जीवन जिउनलाई एउटा व्यावहारिक शिक्षा त छँदैछ, त्यसलाई हामीलाई त्यो पुरा गर्न हामीलाई सहयोग गर्ने हाम्रो गुरुहरूलाई सदैव नमन। हाम्रो पहिलो गुरु, बुवा आमा, मातापिता सम्पूर्णलाई पनि नमन। तर पनि जीवन जिउने क्रममा धेरै कुराहरू हैन, हरेकचोटि चाहिँ हरेक कुराको लागि चाहिँ गुरुहरू स्थापना हुँदै जानुहुँदो रहेछ क्या। त्यही क्रममा चाहिँ हामीले उहाँहरूलाई सम्मान गर्दै उहाँहरूको सम्झनामा यसरी यो गऱ्यौँ। अनि त्यसपछि यहाँ चाहिँ असार 13 गते साउन 13 गते थियो नि त। अनि 15 गतेको कार्यक्रम पनि त्यही दिन गर्नुभएको थियो क्या आयोजना, खिर खाने कार्यक्रम। एकदमै मिठो थियो खिर पनि। सबैजनाले हैन सात्विक भोजन, बिहान योग साधना गरेर, होम आवादी गरेर, अनि यसरी सामूहिक फोटो खिचेर सम्मान कार्यक्रम गरेर चाहिँ हामीले खिर खाएर कार्यक्रम अन्त्य गऱ्यौँ। धन्यवाद सबैलाई।